ल साथीहरू आज चाहिँ हाम्रो यो पल्सरको इन्जिन फिट गर्न लाग्यो हामीले। धेरै साथीहरूले सोध्नुहुन्छ यसमा के बनाइन्छ भनेर सोध्नुहुन्छ। त्यसैको लागि चाहिँ हामीले यो दुईवटा पहिला भेला एलसी लाग्छ। दुईवटा भेला एलसीलाई चाहिँ हामीले ओइल गरेर बिस्तारै पुस गरेर यसलाई स्टार्ट गर्छ। भेला एलसी भयो अनि त्यसपछि हाम्रो यो दुईवटा भेल भयो। यसरी देख्न सक्नुहुन्छ तपाईँहरू, यसरी हेर्नु अनि यो दुईवटा भेल भयो। भेललाई चाहिँ हामीले यहाँ यताबाट यसरी राखेर यसमा ओइलिङ गरेर ओइलिङ गरेर यसरी ओइलिङ गरेर यसलाई चाहिँ बिस्तारै हामीले यसलाई पुस गर्ने। ठिक छ। सफा कपडा राख्छ। त्यसपछि यसरी स्प्रिङ हुन्छ चारवटा, एउटामा डबल स्प्रिङ लाग्छ। यसको पातलो र मोटो भाग हेर्नुपर्छ। यसरी दुईवटालाई टक्क यसरी हाल्नु, दुईटैको मोटो पातलो भाग हुन्छ। त्यसपछि यहाँनिर एउटा वासर लाग्छ यसरी, त्यसपछि दुईवटा यो लक लाग्छ। यस्तो खालको लक हुन्छ यहाँ, देख्न सक्नुहुन्छ होला तपाईँहरू, यस्तो खालको लक हुन्छ। कुलर युज गर्दैन, खालि इन्जिन नै हुन्छ यसलाई युज गर्नलाई। त्यसपछि अर्कोलाई पनि यसरी राख्ने, यसरी वासरले हुन्छ एउटा इङ्ग्लिस। त्यसपछि यसको स्प्रिङको यो जुन भाग कतापट्टि मुनि कतापट्टि माथि हुन्छ त्यो चाहिँ हेर्नु नबिर्सनु होला। एकदम केयरफुल भएर यो हाल्नुपर्ने हुन्छ। त्यसै गरी फेरि सेम वासर सेम लक है। यति हो यो। यहाँबाट अब यसमा चेक गर्ने यो बस्यो कि बसेन, यो लकहरू राम्रोसँग बस्यो कि बसेन यसमा चेक गर्नलाई चाहिँ हामीले यसलाई ह्याम्बरिङ दुईटामा हामीले ह्याम्बरिङ गर्दाखेरि साउन्ड छुट्टै आउनुपर्छ है। तपाईँले किनिराख्नुभयो होला यो भनेको एकदम फाइन भयो। अब यसलाई हामीले साइड गर्छौँ है। त्यसपछि हाम्रो रिङ पिस्टन, यो रिङ पिस्टन हो। यसरी यसमा लक लाग्छ दुईवटा, यस्तो खालको लक हुन्छ, हेर्न सक्नुहुन्छ होला यस्तो खालको लक।
लकलाई चाहिँ अब हामीले यो घाटमा राम्रोसँग हेर्नु होला। यो घाटमा लाग्ने एउटा लक पहिले लाग्छ। राम्रोसँग लागिसक्यो यो लक, हेर्नु होला। त्यसपछि अब एउटा पिन हुन्छ, यसलाई चाहिँ पिस्टन पिन भनिन्छ है साथीहरू। त्यसपछि यो रिङ हो, यो पाँचवटा रिङ हुन्छ। यो तिनवटा चाहिँ ओइल रिङ हुन्छ, तिनवटा पातलो हुन्छ, ओइल रिङ हुन्छ। एउटा चाहिँ यो टप 1 भनेर कम्प्रेसर टप रिङ हुन्छ, अनि एउटा यो अलिकति कालो कलरको हुन्छ यो टप 2 भनेर चाहिँ। टप 2 चाहिँ कम्प्रेसर रिङ हुन्छ, अनि एउटा चाहिँ टप रिङ हुन्छ। तपाईँहरूलाई मैले हालिदिन्छु, फेरि हेर्नु होला। यो हाल्दाखेरि चाहिँ एकदम केयरफुल भएर हाल्नुपर्ने हुन्छ। यो रिङमा पिस्टनमा यो रिङ छिरिसकेपछि यो रिङ यसरी खेल्नुपर्छ, यसरी घुम्नु नि पर्छ यो है। त्यसपछि पालो आउँछ हाम्रो टप 2 को। टप 2 पनि यसरी घुम्नुपर्छ, हेर्नु होला। त्यसपछि यो टप 1 भनेको सबसे माथिवाला घाटमा, सबसे माथिवाला घाटमा यो रिङ बस्यो। अब पालो चाहिँ अब हाम्रो यो रिङलाई मिलाउँदाखेरि चाहिँ यसको 5वटा मुख हुन्छ, यसको 5वटा साइडमा हुनुपर्छ है साथीहरू। एकदम केयरफुल भएर
रिङ मिलाउनु पर्ने हुन्छ, नत्र चाहिँ पछि गएर यसले धुवा फाल्न सक्छ। अनि धुवा फालेर चाहिँ तपाईँ स्टिल भाटामा जानुभयो भने हाम्रो अब 5 साइडमा भइसकेको छ। 5वटै मुखलाई चाहिँ अब हामीले फरक सबैलाई फरक राख्नुपर्ने हुन्छ। स्टार्ट पिनलाई यसरी छिराउनु। यो पिन चाहिँ यसरी हाल्दाखेरि यसमा अनि त्यसपछि तपाईँले कनेक्टिङ रडमा एकचोटि राम्रोसँग पहिल्यै चेक गर्नु होला। ठिक छ। कनेक्टिङ रडमा पनि एकचोटि यो पिनलाई चेक गर्नु होला। कनेक्टिङ थाहा छ भने यो पिन चाहिँ केही असर गर्न सक्छ। त्यसपछि हामीले यसलाई पेट्रोल हल्का वास गर्ने, यसमा धुलो हामीले गर्दाखेरि आएको हुन्छ। यसलाई वास गरिसकेपछि यसमा ओइल हाल्न चाहिँ नडराउनु होला है, कन्जुसी पनि नगर्नु होला। यसमा जति ओइल हालेर फिल गर्नुहुन्छ त्यति नै राम्रो हुन्छ। ओइल रिङ एकदम राम्रोसँग खेल्छ है साथीहरू। त्यसपछि यसलाई ब्लक सिलिन्डर भन्छ। यसलाई हामीले भन्नुपर्दाखेरि यसलाई ब्लक भनिन्छ। यसलाई राम्रोसँग एकचोटि सफा गर्नु, यसलाई ब्लक भन्छ। ब्लकमा यो हाल्दाखेरि चाहिँ हाम्रो जुन यो जुन तपाईँहरूले एरो देखिरहनु भएको छ होला, यो एरो चाहिँ साइलेन्सरपट्टि फर्केको हुनुपर्छ है। एरो राम्रोसँग हेर्नु होला। यो पनि कम्प्लिट भयो, देख्नुभयो? कम्प्लिट भयो। यसलाई हामीले साइडमा राखिदियौँ। अनि त्यसपछि पालो यो टाइपिटको यसलाई रोकड भन्छ। यो चाहिँ हामीले एक पिस मात्रै गएको छ। एक पिस गएको चाहिँ हामीले एक पिस नै, यो 2 पिस हुन्छ यसरी होइन, यो 2 पिस हुन्छ। तर एक पिस बिग्रेको भएर एक पिस मात्रै हामीले चेन्ज गर्नु। रोकरमा 3टा वासर हुन्छ। वासर हाल्दाखेरि मिस्त्रीहरू कन्फ्युज हुन्छ, मेकानिक भाइहरू साथीहरू कन्फ्युज हुनु भएन। यसमा एउटा पातलो हुन्छ, राम्रोसँग देख्नु होला। पातलो एउटा वासर हुन्छ, यो चाहिँ मोटो 2टा हुन्छ। यो साइडको मोटो 2टा छ, यो पातलो छ। यो पातलोलाई चाहिँ हामीले 2टाको बिचमा हाल्ने, ठ्याक्कै 3टा वासर एक साइडै हाल्ने हो, तर 2टाको बिचमा त्यो पातलो बस्नुपर्छ। राम्रोसँग हेर्नु होला, देखिरहेको छैन तर यसरी हालिसकेपछि अब हामीले यसमा त्यो 3टै वासरलाई एक साइड हाल्नु, एक ठाउँमा हाल्नु। त्यसपछि अहिले यसरी इन्स्टल गर्नु। त्यसपछि जहाँबाट हामीले यो पिन हाल्यौँ, यहाँ 16को बोल्ट लाग्छ। त्यसमा चाहिँ एल्युमिनियमको एउटा वासर त्यसरी राम्रोसँग हेर्नु। भिडियो स्किप नगर्नु।
भिडियो सुट गर्नुभयो भने केही बुझ्दैन। मैले तपाईँहरूलाई राम्रोसँग एकदम प्रष्ट हुने गरेर एकदम यो बनाइराखेको छु। यसलाई टाइट गर्ने, यसलाई 16 को गोटी हेर्ने लाएर टाइट गर्छु। यो टाइट भयो, यो पनि कम्प्लिट भयो। अब यो दुईटालाई रोकर भन्छ हामीले हैन। इन्जिन बनाउँदाखेरि चाहिँ के चेन्ज हुन्छ त कतिपय बाइक वालालाई थाहा हुँदैन कि यो यसमा हामीले इन्जिन त बनाउँछ, इन्जिन हाफ इन्जिन बनाइदिनु भन्छ हैन। अनि यो हाफ इन्जिन बनाउँदाखेरि चाहिँ यसमा अब के चाहिँ बनाउँछ भन्दाखेरि अब हाम्रो यसरी नै यो रोकरहरू चेन्ज हुन्छ, यो रोकरहरू गएको छ भने यो चेन्ज हुन्छ, यो पनि चेन्ज हुन्छ हैन। यिनीहरू सबै चेन्ज हुन्छ। त्यसपछि रिङ पिस्टन मैले तपाईँहरूलाई क्लियरली देखाएँ। त्यसपछि भेल देखाएँ, यसलाई यो हेड भनिन्छ। अब यो भेल पनि तपाईँहरूलाई एकदम सेटिङ गरेर मैले देखाएँ। दुईवटा भेल चेन्ज हुन्छ, आइलचिप चेन्ज हुन्छ, त्यो भित्रको दुईवटा डाइट चेन्ज हुन्छ है। त्यसपछि तपाईँलाई यो रिङ पिस्टन पनि मैले देखाएँ तपाईँलाई कसरी हालेर चाहिँ यो रिङ पिस्टन सेटै हाल्नुपर्छ। अब हामीले यो इन्जिन बनाउँदाखेरि चाहिँ यो स्ट्यान्डर्ड भनेको अब कसरी बुझ्नुहुन्छ भने तपाईँले एकचोटि इन्जिन बनाउनु पर्दाखेरि यसमा 25 साइज, 50 साइज, 75 साइज त्यसरी हालेको हुन्छ। हामीले चाहिँ यसलाई स्ट्यान्डर्ड जुन कम्पनीले चाहिँ अब हामीले बनाएर दिएको हुन्छ, कम्पनीबाट आएको हुन्छ, त्यही एकदम जिरो साइज भन्छ। त्यसरी चाहिँ यसलाई स्ट्यान्डर्ड साइज कम्पनीबाट आएको भएर चाहिँ यसलाई स्ट्यान्डर्ड साइज भन्छ है। बुझ्नु होला राम्रोसँग। यो रोकर पनि हामीले चेन्ज गर्छौँ। यो रोकरमा चाहिँ हाम्रो यो बेरिङ पुरै खतम छ हैन। अनि त्यही भएर चाहिँ यो ढक छ। यो ढक भएपछि अब हाम्रो किट आवाज आउँछ। त्यो कारणले गर्दा टायर चेन्ज भएको है। हस्।